पक्कै 18 अङ्क बनाउन सक्नु भएको छ सतलिङ किशोर मावी। पुनः 1 अङ्क थप्दै 12 अङ्क बनाउन सक्नु भएको छ बालमावी बिरकोट। सतलिङ किशोर मावीको 18 रहेको छ। अत्यन्तै राम्रो स्पाइक तर बल आउट हुन पुगेको छ जसको फाइदा बालमावी बिरकोटलाई। बालमावी बिरकोटको 13 अङ्क रहेको छ भने बनाउन सफल भएको छ भने सतलिङ किशोर मावी 18 अङ्क रहेको छ। अत्यन्तै राम्रो स्पाइक तर बल ब्लक भएको छ जसले गर्दा पुनः बल सतलिङ किशोर मावीको ग्राउन्डमै गिरेको छ। त्यसैले